यो भिडियो चाहिँ मैले सबै आमाहरूको लागि भनेर बनाएको भिडियो हो। हामी आमाहरू बच्चाहरू जन्मेपछि एकदमै घरभित्रै स्टक भएर बस्छौँ। बाहिर निस्किनु पऱ्यो भने ला बच्चालाई के हुने होला, बच्चा कसले हेरिदिने होला, श्रीमानले हेरिदिनुहुन्छ हुन्न होला या फ्यामिलीले दिनुहुन्छ हुन्न, या बाहिर राख्यो भने अलिकति पैसा बढी लाग्छ, डे केयरमा राख्यो भने भनेर हामी बच्चा 5-6 वर्ष हुँदा पनि हामी बाहिर निस्किँदैनौँ। अनि हामीले चाहिँ सबै जानेका कुराहरू, हामीले पढेका कुराहरू, अनि त्यसपछि हामीले सिकेका कुराहरू चाहिँ एकदमै त्यो झन् कन्फिडेन्स कम भएर जान्छ कि त्यो लुकेर बस्छ। त्यही भएर म चाहिँ के भन्छु भने यदि तपाईँको बच्चा 1 वर्ष या बढी भएको छ भने बाहिर निस्किने गर्नुहोस्। बच्चालाई तपाईँको फ्यामिलीमा कोही हुनुहुन्छ भने 2-4 घन्टाको लागि भने पनि छोडेर तपाईँले यदि ड्राइभिङ पास गर्नु भइसकेको छ भने बाहिर जानुहोस्, बाहिरी संसार हेर्नुहोस् होइन। एक्लै हिँड्ने बानी पनि गर्नुपर्छ। कुन बेला यो फ्यामिलीमा बच्चा भइसकेपछि के हुन्छ भन्ने कुरा कसैलाई थाहा नहुने रहेछ। त्यही भएर एकजना आमाले बच्चा पाएपछि बच्चालाई मात्रै हेरिरहने भन्दा पनि अब त्यो बच्चा पाएपछि आउने समस्याहरूलाई चाहिँ मैले कसरी बाहिर लिएर आउँछु होइन। अब जस्तो कुन बेला कस्तो च्यालेन्ज आउँछ भन्ने थाहा हुँदैन। अनि त्यसपछि तपाईँले गरिरहेको कामहरू होइन, बच्चाकै अब जति पनि बच्चालाई खुवाउने ओर्ने अब सबै काम गर्दाखेरि त आफ्नो लागि टाइमै हुँदैन। त्यही भएर तपाईँले केही सिक्नुभएको छैन, नयाँ स्किल जान्नुभएको छैन भने पनि तपाईँले सिक्नुहोस्। अनि त्यसपछि यदि तपाईँले बिचमा टाइम ग्याप भएर आफूले गरिरहेको पढिरहेको कुरा पनि तपाईँले गर्न पाउनु भएको छैन भने पनि अलिकति टाइम निकालेर जानुहोस् होइन। एट द एन्ड अफ द डे तपाईँलाई तपाईँको बच्चासँग र तपाईँको फ्यामिलीको क्वालिटी म्याटर गर्छ होइन। पछि तपाईँ बच्चा स्कुल गएपछि के गर्ने भन्दाखेरि टाइम लामो ग्याप भइसकेको हुन्छ। कहाँबाट सुरु, किनकि अब उमेर पनि बढ्दै जाँदाखेरि हामीले पाउने अपर्च्युनिटीहरू पनि कम हुँदै जान्छ। त्यही भएर यो टाइममा चाहिँ तपाईँले घरमा फ्यामिली हुनुहुन्छ भने 2-4 घन्टा आफ्नो फ्यामिलीलाई बच्चा छोडेर केही सिक्नको लागि जानुहोस् होइन। या तपाईँले डे केयरमा 2-4 घन्टा बच्चालाई राख्न पाउनुहुन्छ भने बच्चालाई राखेर भने पनि केही सिक्न जानुपर्ने रहेछ। किनकि मैले के देखेको छु भने अब आजभोलि हाम्रो प्राय बच्चा पाउने उमेर भनेको लगभग 30 वर्ष भइसकेको हुन्छ। अब छिटै बिहे गर्नेहरूको छिटै हुन्छ, तर बच्चा भइसकेपछि 2-4 वर्ष बच्चासँगै टाइम स्पेन्ड हुन्छ। अनि त्यसपछि 35-36 हुन्छ। अनि त्यो एज हिसाबले पनि तपाईँले बाहिर मार्केटमा पाउने अपर्च्युनिटी चाहिँ तपाईँको लागि कम हुन्छ अरूले जुन, किनकि हामीभन्दा पछिको यङ जेनेरेसनहरूको कम्पिटिसनको तुलनामा तपाईँले कम हुन्छ। अनि पछि तपाईँले यसको लागि धेरै वर्कआउट गर्नुपर्ने हुन्छ। त्यही भएर बच्चा जन्मेपछि पनि तपाईँले केही गर्न चाहनुहुन्छ भने चाहिँ बिचमा टाइम मिलाएर होइन, मानौँ कि तपाईँले ड्राइभिङ सिक्नु भएको छैन भने ड्राइभिङ सिक्नुहोस् होइन। 1-2 घन्टाको लागि बच्चा छोडिदिएर बाहिर जानुहोस्। अनि किनकि तपाईँले जानेको कुरा पनि यदि डेली लाइफमा गर्नु भएन भने